हेलो गाइज, म फेरि आज भ्लगमा आएको छु र हामी यहाँ आज हाम्रो सितन आजको सितन मतलब मासु हाम्रो आज बसन्ती बिग्रिएको छ। बसन्तीले धोका दिएको छ नि त आज, अनि त्यही भएर हामी यहाँ दाई छ, यहाँ हाम्रो गुर्जी छ। यहाँ आज हामी मासु गुर्जी मासु देखाउँछ त्यहाँनिर मासु 2 केजी लिएको छौँ हामीले लिएर आएको आज यहाँ यहाँ हाम्रो दाई कुकम्यान आगो बाल्दैछ। बल 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 बलिरहेछ आगो पनि, त्यही पनि आगो पनि उता बाङ्गोमा बलिरहेछ। दमकको यो यस्तो छ गाइज, तर यहाँ अब देखिँदैन रहेछ हौ, देखिँदैन। अहिले हामी यहाँ जङ्गलमा फसेको छौँ, मतलब जङ्गल भनौँ, जङ्गलको छेउमा एउटा घर धन्दाले भेट्यो। त्यही घरको पछाडि हामी यहाँ सेकुवा बनाएर खाना आँटेको कुखुराको। धेरै दुःख छ, लेग पिस खान आँटेको लेग पिस। यहाँ हाम्रो चिउरा छ, यहाँ गाडी छ, त्यो गाडी मतलब हुफर हो। यहाँ दाई, यहाँ चाहिँ म छु, म चाहिँ भ्लग बनाउँदैछु। यहाँ चाहिँ दाईहरू दुःख गर्दैछ खानलाई। यो चाहिँ हाम्रो यो सेकुवा पकाउने उयो भाँडो, आजको लागि जाली हो यो। अलिक दाउरा मिलाउनु दाइ, अलिक तान अरे धुवा मात्रै उडाउँछु। पिरहेछ त नि, हावा छिप्नुपर्छ। हाम्रो दाई पकाउँदैछ, आज दाईले पकाएको सेको खानुपर्छ। खै बनाउँछ अरे, एवान बनाउँछ अरे, तर काँचो भयो। मलाई त काँचो भयो नि पुग्छ भन्छ, खै यो दाइले त काँचो एक्लै सबै बनाउँछ होला होइन दाइ, हो कि न? साउदी स्टाइल निमी गर्छ। पानी आइरहेछ। यहाँ हाम्रो गुर्जी पनि यहाँ कतिखेर पाक्छ खाम भएर बसिरहेछ। यहाँ पनि भोकले फाक भइरहेछौँ, भोकले कतिखेर पाक्छ भरे खाएको पनि देखाउँछौँ भरे। ठिक छ दाइ, ठिक छ, बोल्दैछ मजाले। अब चाहिँ राम्रो बल्न थाल्यो। अब चाहिँ अलिक दाउरा पनि मजाले हुरु बल्छ कि बा। लगाइ हाम्रो यहाँ मासु यहाँ आज चाहिँ अलिक ठुल्ठुलो पिस छ। आज हाम्रो यहाँ आगो बलिसक्यो, अब यो गरेर पखाल्ने थालमा हाल्दैछु। अब नुनहरू सबै बेसारहरू हालेर यो चाहिँ कुमार दाईले खान्छु भनेर लिएर आएको पखेटा हो यो। अनि यो चाहिँ यता दाई र म खाने। यो धेरै छ, मतलब 2 केजी ठुल्ठुलो छ पिसहरू। थालमै अड्दैन जस्तै छ। यस्तै छ हाम्रो क्याम्पिङहरू। यता हाम्रो दाजु, उहाँ दाजुलाई धेरै धन्यवाद। उहाँ दाजुको घर हो यो, उहाँले यो सबै गरिदिनु भएको बेसारो। अब उहाँ पनि हामीसँग जोइन हुन्छ अहिले यो अब गर्ने हो। अब पखाल्ने हो, यतिकै त खानु नै हुँदैन यो। यत्रो छ, एक थाल भइसक्यो गाइस। आमा अहिले झर जस्तै लागिरहेछ मलाई। पखेटा यहाँ छ, के अरे 2 ड्रममा छ, तर एउटा मात्रै छ। के अरे दोकानकोले 2 केजी पुगेन भनेर एउटा यति मासु नै हालिदिरहेको छ है। तर यो मासु मेरो भागमा अहिले, न त सबैले यो पोलेर आधी खाने अहिले। चिउरा त्यहाँ हाम्रो चिउरा छ, यहाँ गाना बज्दैछ। लाउँदा यो पोला त अनि यो त अनि कसरी मार्नु? आरी चाहिन्छ, भिडियो बनाउँछ नि। यहाँ छ मासु धुँदैछौँ यहाँ। यो मासु अब मजाले धुने हो, अनि नुन बेसारमा मजाले मोलेर अनि चाहिँ दामी। यहाँ म पखाल्दैछु। हाम्रो गुरुजी होइन लुते
हाम्रो यहाँ मासु पाक्दैछ। दाइ दाउरा अलि भित्र ठेल न। दाउरा ठिकै छ भाइ। गर्दैछु। निकाल्नु मलाई गाडी आथा रिया पनि मालदिसकै गएको होइन र? यता चाहिँ हाम्रो दाजु। अब चाहिँ हामी खाना लागेको है मासु होइन। हाम्रो रेडी भइसक्यो अलरेडी। यो देखाउनु पर्यो नि त हाम्रो। यो मासु होइन, यो हामीले पोलेको हाम्रो यो सिक्युरिटी गार्डको लागि होइन। हाम्रो सिक्युरिटी भाइ पनि बसेको छ एउटा यहाँ हान्तकाले भाइ। त्यो जति खाँदा पनि नपुग्ने यसलाई होइन। अनि हाम्रो यो दाइ आज अलिकति चार्जमा बसेको छ, हाम्रो दाजु सेवा गर्ने होइन। यहाँ हामी चाहिँ खाँदैछौँ होइन। सबैजना आज बसेको छौँ यतै सँगै खाँदै बस्दै रमाइलो गर्दै आज हामी बस्ने हो। मासु चाहिँ यहाँ छ, केटाहरू खानु सक्यो कि छैन यहाँ भोलि युट्युबमा